हेलो साथीहरु, आजको यस भिडियोमा म चाहिँ यस एप्लिकेसनबाट विड्रो लिन गइरहेको छु। लाइभ प्रुफ हजुरको अगाडि विड्रो लिन गइरहेको छु। यसबाट चाहिँ मैले खल्टी सेवा जुनमा पनि विड्रो लिन सक्छु, तर आजको लागि चाहिँ म यसबाट चाहिँ खल्टी सेवामा नभएर म चाहिँ यसबाट चाहिँ बाइनेन्सबाट चाहिँ विड्रो लिन गइरहेको छु हैन। यहाँबाट युनाइटेड स्टेट सिलेक्ट गरेर यहाँबाट सिम्पली बाइनेन्समा क्लिक गरेर चाहिँ मैले आफ्नो युजर आइडी र नाम हालिसकेको छु र यहाँबाट म कन्फर्म गर्छु। $30 चाहिँ विड्रो लिन गइरहेको छु हैन, र यहाँबाट चाहिँ म कन्फर्म गरिदिन्छु र मेरो यहाँ विड्रो एप्लिकेसन सक्सेसफुल भनेको छ। अब कति मिनेटमा चाहिँ मलाई चाहिँ विड्रो एमाउन्ट चाहिँ रिसिभ हुन्छ हेरौँ है त। अहिले भएको छ टाइम लगभग 5:50 भएको छ। अब हेरौँ कति मिनेटमा चाहिँ मलाई चाहिँ विड्रो चाहिँ रिसिभ हुन्छ। हजुरले लाइभ प्रुफ दिन सक्नुहुन्छ। मैले यस एप्लिकेसनबाट चाहिँ एमाउन्ट चाहिँ रिसिभ गरिसकेको छु हैन। $28 चाहिँ मैले रिसिभ गरिसकेको छु र मलाई 1 घण्टाभित्रमा चाहिँ यस एप्लिकेसनबाट चाहिँ विड्रो आइसकेको छ $28 को हैन। $2 चाहिँ ट्याक्स काटेको छ। अब हामी यस एप्लिकेसनबाट कसरी अर्निङ गर्ने, कसरी के गर्ने सम्पूर्ण कुरा यस भिडियोमा जान्न गइरहेका छौँ। बाट चाहिँ अर्निङ गर्नको लागि चाहिँ हजुरहरूले सुरुमा चाहिँ यस एप्लिकेसनलाई डाउनलोड गर्नुपर्ने हुन्छ हैन। डाउनलोड गर्नको लागि हजुरले कमेन्ट सेक्सन ओपन गर्नुहोस्, त्यहाँ यस एप्लिकेसनको लिङ्क दिन सक्नुहुन्छ। त्यसमा क्लिक गरेर चाहिँ हजुरको अगाडि यस्तो इन्टरफेस आउँछ। सिम्पली गेट इट अन प्ले स्टोरमा क्लिक गरेर चाहिँ यस एप्लिकेसनलाई चाहिँ आफ्नो प्ले स्टोरबाट चाहिँ इन्स्टल गर्नु होला हैन। यहाँ दिन सक्नुहुन्छ मैले यस एप्लिकेसनलाई प्ले स्टोरबाट इन्स्टल गरिसकेको छु। अब यहाँबाट चाहिँ म ओपन गर्न गइरहेको छु हैन। अब यति गरेपछि म सिम्पली आफ्नो प्रोफाइलवाला सेक्सनमा क्लिक गर्छु तलपट्टि र लगइनमा क्लिक गर्छु। यति गरेपछि म आफ्नो कुनै पनि एउटा गुगल आइडीलाई चाहिँ यहाँबाट सिलेक्ट गरेर चाहिँ यस एप्लिकेसनमा चाहिँ लगइन गर्छु। जस्तै मैले यहाँबाट एउटा गुगल आइडीलाई चाहिँ सिलेक्ट गरेको छु र अब मैले चाहिँ आफ्नो फोटो हाल्नुपर्ने हुन्छ एउटा, अनि मेल हो कि फिमेल हाल्नुपर्ने हुन्छ र इन्भिटेसन कोड हाले पनि हुन्छ नहाले पनि हुन्छ हैन। यति गरेपछि चाहिँ म यसबाट चाहिँ साइन अप गर्छु हैन। जस्तै म चाहिँ यसमा चाहिँ अब आफ्नो फोटो हालेर चाहिँ साइन अप गर्न गइरहेको छु। यति गरेर आइडी बनाएपछि चाहिँ हजुरको अगाडि चाहिँ यस्तो इन्टरफेस आउँछ हैन। हजुरको मेन स्टेप भनेको चाहिँ तलपट्टि हजुरले यहाँ प्लसवाला आइकन दिन सक्नुहुन्छ राइट साइडमा, अथवा हजुरहरू प्रोफाइलमा जानु होइन। सिम्पली प्रोफाइलमा गएर हजुरहरू सिम्पली यहाँ माथि चाहिँ रिवार्ड्स भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यहाँ हजुरहरूलाई के नयाँ हुनुहुन्छ भने हजुरहरू नयाँ हुनुहुन्छ भने हजुरहरूलाई चाहिँ यहाँ 50,000 रिवार्ड दिन्छ नि। म त पुरानो भइसक्यो, यो पुरानो आइडी हो, सो मलाई चाहिँ 5,000 मात्रै रिवार्ड दिएको छ। हो हजुरको यहाँ गोमा क्लिक गर्नुपर्ने हुन्छ। बेसिक स्यालेरी जुन रहेको छ नि यसको गोमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरेपछि हजुरको अगाडि चाहिँ यहाँ फेस भेरिफिकेसनको अप्सन आउँछ नि, 3टा अप्सन आउँछ। हजुरले चाहिँ त्यो फेस भेरिफिकेसन भन्ने अप्सनलाई चाहिँ गो अथराइजमा क्लिक गरेर चाहिँ त्यहाँ फेस भेरिफिकेसन कम्प्लिट गर्नुपर्ने हुन्छ हैन। हजुरको मेन स्टेप भनेको त्यो हुन्छ हैन, नत्र अर्निङ हुँदैन। यसमा गोमा क्लिक गर्ने अनि त्यहाँ 3टा स्टेप आउँछ। 3टा स्टेप मध्येमा गो अथराइजेसनमा क्लिक गरेर चाहिँ आफ्नो फेस भेरिफिकेसन चाहिँ कम्प्लिट गर्नु होला हैन। यो भनेको हजुरको मेन स्टेप हो। यति गरेपछि हजुरहरूलाई चाहिँ हैन डेली चाहिँ हजुरहरूले 1 लाख पोइन्ट दिन्छ नि। अब 1 लाख पोइन्ट कसरी दिन्छ भन्दाखेरि चाहिँ 1 घण्टा लाइभ बसेको हजुरहरूलाई 50,000 पोइन्ट दिन्छ यसमा, र अर्को घण्टा लाइभ बसेको 50,000 पोइन्ट दिन्छ हैन। टोटल हजुरले 1 लाख पोइन्ट दिन्छ। यहाँ यो मेरो पुरानो आइडी भएको हुनाले चाहिँ यसमा चाहिँ मलाई यहाँ 5,000 मात्रै पोइन्ट देखाएको छैन। अब यति गरेपछि हजुरहरूको अर्निङको सोर्स भनेको यो भयो हैन, दिनको 1-1 लाख पोइन्ट कलेक्ट गर्ने। अब अर्को अर्निङको सोर्स हजुरको के हुन्छ भन्दाखेरि चाहिँ हजुरले सिम्पली आफ्नो यहाँ होमवाला आइकनमा चाहिँ क्लिक गर्नु होला हैन। यो भनेको चाहिँ बोनस ट्रिक भन्न गइरहेको छु मैले हैन। अहिले बोनस ट्रिक भन्न गइरहेको छु। बी अलर्ट हैन, एकदम ध्यान दिएर सुन्नु होला। बोनस ट्रिक भन्न गइरहेको छु हैन। हजुरले सिम्पली एक्टिभिटीमा क्लिक गर्नुपर्ने हुन्छ। एक्टिभिटीमा क्लिक गरेपछि यहाँ इन्भाइट र्याङ्क भन्ने अप्सन छ। इन्भाइट र्याङ्क भन्ने अप्सन छ नि, इन्भाइट र्याङ्क भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ हजुरहरूको अगाडि चाहिँ यस्तो इन्टरफेस आउँछ हैन। हजुरले कति इन्भाइट गर्नुभयो त्यही अनुसार डिपेन्ड गर्छ। जस्तै मैले आजको दिनमा चाहिँ 3टा इन्भाइट गरेको हैन, 3टा इन्भाइट गरेको र मेरो यहाँ र्याङ्क चाहिँ 99+ मुनि छ हैन। यदि मैले 4वटा इन्भाइट गरेँ भने नि मेरो यहाँ र्याङ्क माथि आइहाल्छ हैन। यति आएपछि हजुरको के हुन्छ भन्दाखेरि यहाँ देख्न सक्नुहुन्छ, यसको म डिटेल देखाउँछु हजुरलाई। यदि हजुरहरू बाइ चान्स 11 नम्बरदेखि 20 नम्बरभित्रमा पर्नुहुन्छ भने हजुरलाई 3 लाख पोइन्ट दिन्छ। 3 लाख पोइन्ट हजुरले 7 दिन लाइभ बसेको 7 लाख पोइन्ट दिन्छ नि। एक्स्ट्रा 3 लाख पोइन्ट गरेपछि विड्रो भइहाल्छ हजुरहरूको हैन, केही समस्या भएन। यो एउटा अर्निङको सोर्स भयो हैन। हजुरले इन्भाइट गर्नुपर्ने हुन्छ। अब इन्भाइट कसरी गर्ने भन्दाखेरि चाहिँ हजुरले सिम्पली हाम्रो प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गएपछि यहाँ इन्भाइटवाला अप्सनमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि हजुरहरूको अप्सन चाहिँ यस्तो आउँछ हैन। यसमा आएपछि हजुरहरूले सिम्पली इन्भाइटवाला अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। तलपट्टि मान्छेको चिन्ह रहेको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि इन्भाइटमा क्लिक गरेर चाहिँ इन्भाइट स्टिमर मेम्बरमा क्लिक गरेर यसबाट चाहिँ हजुरले चाहिँ आफ्नो लिङ्क कपी गरेर चाहिँ हाम्रो साथीहरूलाई चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ हैन। यो एउटा अर्निङको सोर्स भयो हैन। अब अर्को अर्निङको सोर्स भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हजुरले यहाँ अप्सन देख्न सक्नुहुन्छ। यहाँ अप्सन रहेको छ हजुरहरूको अगाडि चाहिँ
इन्भाइट एन्ड विन अप टु $200 भने होइन यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि हजुरहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ हजुरको अगाडि चाहिँ यो $10 वाला आउँछ सुरुमा। म चाहिँ मेरो सबै कम्प्लिट भएर चाहिँ म $50 को टास्कमा आएको छु र मसँग यहाँ 33वटा चाहिँ स्पिन छ होइन, 33वटा स्पिन छ र मैले यहाँ यहाँ ड्रमा क्लिक गरेर बाई चान्स मेरो यो $100 मा पऱ्यो भने चाहिँ मैले डाइरेक्ट $100 चाहिँ विथड्र गर्न सक्छु होइन। अब यति त भयो अब हाम्रो अर्निङको सोर्सहरू होइन। अब हामीले चाहिँ कसरी अर्निङ गरेको एमाउन्टले चाहिँ विथड्र गर्न सक्छौँ त्यो कुरा बताउन गइरहेको छैन। सिम्पली प्रोफाइलमा आउनुहोस् र वालेटवाला आइकनमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर हजुरले माथि पोइन्टमा क्लिक गर्नुहोस्। पोइन्टमा क्लिक गरेपछि यहाँ हजुरको अगाडि एक्सन र विथड्रको अप्सन छैन, सिम्पली विथड्रमा क्लिक गर्नुहोस् र यहाँबाट चाहिँ हजुरलाई चाहिँ आफ्नो कन्ट्री सेलेक्ट गर्नुहोस् होइन। मैले चाहिँ यहाँ USDT गरेको छु, हजुरले डाइरेक्ट इसेमा मनी विथड्र लिन सक्नुहुन्छ। जस्तै म चाहिँ यहाँबाट चाहिँ नेपाल सिलेक्ट गरिदिन्छु नि, नेपाल सिलेक्ट गरेपछि यहाँ दिन्छ खल्टी र इसेवाको अप्सन छ होइन, डाइरेक्ट खल्टी र इसेवामा चाहिँ विथड्र लिन सक्नुहुन्छ। जस्तै यो इसेवामा विथड्र लिनुपर्ने छ भने यहाँ क्लिक गर्नुहोस् र कन्फर्ममा क्लिक गरेर चाहिँ आफ्नो इसेवा आइडी हालिदिनुहोस् र नेम हालिदिनुहोस्। मिनिमम चाहिँ हजुरहरूको $10 को लागि चाहिँ 1 मिलियन पोइन्ट चाहिँ हुनुपर्छ होइन। अब हजुरहरूलाई चाहिँ म चाहिँ यस एप्लिकेसनबाट मैले कति विथड्र लिएको त्यो चाहिँ देखाउन गइरहेको छु। सिम्पली मैले यहाँ माथि क्लिक गरेँ र मेरो यहाँ विथड्र हिस्ट्री देख्न सक्नुहुन्छ होइन। मैले यहाँ देख्न सक्नुहुन्छ मेरो विथड्र कम्प्लिट भइसकेपछि एउटा मात्रै एक्सपायर भएको थियो, नत्र चाहिँ मैले सबै लगभग अहिलेसम्मको सबै एमाउन्ट चाहिँ रिसिभ गरिसकेको छु। पेमेन्ट प्रुफ यहाँ देख्न सक्नुहुन्छ, मैले सबै चाहिँ रिसिभ गरिसकेको छु होइन। यदि यस एप्लिकेसनको बारेमा अझै जानकारीमा भिडियोमा अझै राम्रोसँग बुझ्न छ भने चाहिँ हजुरले चाहिँ मलाई चाहिँ WhatsApp ग्रुपमा चाहिँ मेसेज गर्न सक्नुहुन्छ। WhatsApp ग्रुपको लिङ्क चाहिँ हजुरले चाहिँ च्यानलको एबाउट सेक्सनमा दिन सक्नुहुन्छ अथवा मलाई डाइरेक्ट WhatsAppमा पनि मेसेज गर्न सक्नुहुन्छ। WhatsApp नम्बर रहेको छ 9845392653 र आजको लागि भिडियो यति नै रहेको छ। यदि भिडियो मन पर्यो भने चाहिँ च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्नु चाहिँ नबिर्सिनुहोला। हस्त धन्यवाद।